छु म आलु थुक्पा यहाँबाट बानी बच्चाले अब म यो थुक्पालाई उबाल्छु यहाँ कटिङ गर्छु प्याज टमाटर अदुवा लसुन थुक्पालाई म उबाल्दैछु अब यसको बाद चाहिँ म अब कटिङतर्फ लाग्छु यहाँ चाहिँ थुक्पा पाकिसकेको छ टमाटर लसुन रेडी छ लसुन म कुटिदिन्छु चाहिँ थङ्गुको आलु चना अनि अन्डा यसको कम्बिनेसन चाहिँ दामी हुन्छ आलु थुक्पाको हेर्दै जाउँ अब चाहिँ अदुवा र लसुनलाई चाहिँ मजाले फ्राई गर्नुपर्छ यसको बादमा चाहिँ यहाँ आलु छ आलु र चना हाल्नुपर्छ सबै अब सबै बनिसकेर भेटौँ धनिया पाउडर जिरा पाउडर सबै हालेर चाहिँ अब यसलाई चाहिँ हामी चलाउनु पर्छ मसला मजाले मिक्स गरेर फ्राई गर्नुपर्छ यसरी ब्राउन हुनेसम्म त्यसको बादमा चाहिँ हाल्नुपर्छ आलु मजाले आलुलाई चाहिँ फ्राई गर्नुपर्छ आलु र चनालाई अब यसको झोल बनाउनुपर्छ हाम्रो चाहिँ थुक्पा भइसक्यो रेडी अब म चाहिँ हाल्दिछु थुक्पा यो चाहिँ हो सजिलो अनि मिठो आलुको थुक्पा एकछिन पज गर र अब चाहिँ यहाँ हाल्नुपर्छ आलुको झोल जसमा चाहिँ चना पनि मिक्स छ यो चाहिँ हो थङ्गुको आलु भयो अन्त यहाँ अलिकति सिजलिङ हट सिजलिङ नभए पनि हाम्रोमा यस्तो चाहिँ छ हो अब चाहिँ तपाईँले मिठोसँगले जाडोमा एकछिन तपाईँहरूलाई अझै पिरो चाहिन्छ भने तपाईँहरूले एड गर्नु सक्नुहुन्छ अचार अनि यो चाहिँ भइसक्यो रेडी खानको लागि तातो तातो आलुको थुक्पा आलु थुक्पा चाहिँ यस्तो छ कस्तो छ टेस्ट